सम्पूर्णलाई नमस्कार, स्वागत छ मेरो भिडियोमा। आज पनि एउटा कुकिङ सम्बन्धी भिडियो लिएर आइसकेको छु। आज छ गुन्द्रुक, आलु, त्यसपछि सुँगुरको मासु, क्याप्सिकम, बोडी। भिडियोको साथ दिनलाई कस्तो हुन्छ। क्याप्सिकम, बोडी र सुँगुरको मासु चाहिँ फ्राई हुँदैछ हैन। खासै राम्रो बनाउन आउँदैन र पनि यसो गरेर पनि चाहियो। त्यही कारणले गर्दाखेरि खाना सब्जी पनि बनाउने, ड्युटीबाट गएर भिडियो बनाउनु पर्दैन। निकै बनाएको भिडियो बनाएर हाल्ने हो है। सबैले माया गरिदिनु भएको छ, सबैलाई धेरै धेरै धन्यवाद। यसरी नै माया गरिरहनु होला। ड्युटीबाट ढिलो गइछ, ड्युटीबाट जाँदा 9 बज्छ, 9:30 बज्छ। खाना बनाउँदा खाँदा भिडियो बनाउने टाइम हुँदैन हैन। बिहान छिटो उठेर आउनुपर्छ। त्यही कारणले गर्दाखेरि सब्जी लगभग रेडी भइसकेको छ। गुन्द्रुक पनि पाकेर रेडी भइसक्यो। काम पनि सक्यो, भिडियो पनि तयार भयो। अब नुहाइधुवाइ गर्ने, भात खाने, सुत्ने, बिहान उठ्ने, ड्युटी जाने। डेली प्रक्रिया यही छ। लिम्बू कान्छाले अब बसाल्नु थाल्यो। खै चाहिँ केटाको मरत खै छ हैन। डल्ले खोर्सानी नेपालबाट आएछ। गुन्द्रुक खान चाहिँ डराउँदैन यो, पक्का बसाल्छ कि पहिले। 100 केजी पुग्ने टार्गेट हो हैन। भर्खर अब चाहिँ 20 किलो 22 किलो बन्नै बाँकी छ। त्यही कारण लिम्बूले तन्काउँछ घरिघरि है। यस्तै छ जिन्दगानी। यस्तै माया गरिरहनु होला। नमस्कार, जय नेपाल।